सेवनको अध्यक्ष अब छिट्टै नियुक्ति हुँदैछ। सिफारिस समितिले आवेदन दिएको 47 जना मध्येबाट 4 जनाको नाम सर्टलिस्ट गरेको छ। सर्टलिस्टमा पर्ने पहिलो नाम डाक्टर नवराज अधिकारी रहेका छन्। उनी धितोपत्र बोर्डमै 27 वर्ष सेवा गरेर 1 महिना अगाडि मात्र अवकाश पाएका हुन्। त्यस्तै विनयदेव आचार्य पनि सर्टलिस्टमा परेका छन्। उनी अहिले पनि धितोपत्र बोर्डकै कार्यकारी निर्देशक पदमा कार्यरत छन्। मुकुन्द कुमार छेत्री पनि सर्टलिस्टमा परेका छन्। उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। उनले 2081 साल चैतमा अवकाश पाएका थिए। त्यस्तै सर्टलिस्टमा डाक्टर गोपाल भट्ट पनि परेका छन्। उनी पनि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका हुन्। उनले शेयर बजारमै पीएचडी गरेका हुन्। यिनै गोपाल भट्टले पनि आवेदन दिएपछि सिफारिस समितिका संयोजक डाक्टर गुडाकर भट्टले राजीनामा दिएका थिए। अब यी 4 जनाको अन्तर्वार्ता हुनेछ। त्यसपछि 3 जना सिफारिसमा पर्नेछन्। त्यसमध्येबाट सरकारले 1 जनालाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नेछ। यी 4 मध्ये बोर्ड अध्यक्षको लागि उपयुक्त को होला? कमेन्ट गर्नुहोला।